हेलो गुड मर्निङ एभ्रिवान है सबैलाई अनि सबैजनालाई ह्याप्पी रामनवमी आजको दिनमा होइन। आज मैले मिनी भ्लग लिएर आएको छु होइन। म चाहिँ सिलगढी टु नेपाल इलाम जाँदैछु होइन। त्यो ट्राभलको चाहिँ त्यो टुरको चाहिँ तपाईँहरूलाई म हल्का सानो भिडियो मिनी भ्लग बनाएर चाहिँ आज चाहिँ देखाउने छु है। अन्त हजुरहरूलाई स्वागत छ धेरै दिन बाद मेरो सानो मिनी भ्लगमा होइन, मेरो फेसबुक पेजमा है। अन्त अहिले फिलहाल चाहिँ सुकुनामा छु। सुकुनामा हेर्नुहोस् नयाँ फोटो सेसन जग्गा बनिँदैछ। यहाँ चाहिँ तपाईँहरू आएर फोटो खिच्न सक्नुहुन्छ हो। उहाँ गएर बस्छ त हल्का फोटो त्यसरी हल्का होइन ल है। मेरो सानो तपाईँहरूलाई टुर देखाउँदैछु है, सिलगढी टु इलाम। र तपाईँहरू पनि यसरी फोटो खिच्न सक्नुहुन्छ होइन। अन्त म चाहिँ यहाँबाट मोड जाँदैछु। मोडबाट चाहिँ हामीलाई लिन आउने जोजोहरू हुनुहुन्छ होइन। अन्त यहाँनिर निरञ्जो भेट्यौँ हामीले है। निरञ्जोको कुरा सुनिदिउँ न है। खतरा हो। मैले नै एकपल्ट गरेको थिएँ हो। मलाई केटाहरूले अब लान्छन् पनि लगायो, तर मैले त एकदम फेर हेरेको थिएँ है। त्यसमा अब राम्रै हेरेको थिएँ। कोही बेला अब त्यस्तो हुन्छ, 4-4वटा अब उयो हुँदा त जजहरू हुँदा त म एक्लैले गरेको हो। अब त्यस्तो लाउनु हुँदैन केटाहरूले मलाई। खतरा भयो सेकेन्ड गेम चाहिँ खतरा। तर जित्यो केटाहरूले 56 75 टार्गेट पनि केटाहरूले पुरा गरे। हाम्रो केटाहरूले राम्रो खेल्यो। आज पनि छ इलाहाबाद प्रिमियर लिग। इलाहाबाद प्रिमियर लिग राम्रो भयो। ओके ल। र हामी चाहिँ यहाँबाट जोजोलाई पनि भेट्यो होइन। अब यहाँबाट चाहिँ हामी डाइरेक्ट दार्जिलिङमा जानुपर्छ है। दार्जिलिङमा साथी पनि निस्किरहेको छ। अन्त अब हामी चाहिँ यहाँ जाने हो। अन्त हामी चाहिँ यहाँबाट गयौँ होइन। अन्त यहाँनिर चाहिँ भाइको अस्ति हिजो चाहिँ एक्सिडेन्ट भएको थियो। अन्त यो जग्गामा चाहिँ धेरै एक्सिडेन्ट हुने गरेकोले चाहिँ यहाँ चाहिँ दामी ठुलो पूजा लाउँदैछ है। र हामी दार्जिलिङ मोडबाट अब यता जानुपर्छ है। अन्त बाटोमा हामीले धेरै हेर्नुहोस् आज रामनवमीको यस्तो दामी दामी भ्यूहरू देख्यौँ है। पूजामा मान्छेहरू आजको दिनमा चाहिँ यस्तो हुन्छ है। हेर्नुहरू तपाईँहरू पनि जानु सक्नुहुन्छ। फाइनली हामी चाहिँ नेपाल पुग्यो है गाइस। अब यहाँबाट चाहिँ हामी यता बोर्डरबाट छिर्नुपर्छ। अन्त हेर्नु सक्नुहुन्छ तपाईँहरू। तपाईँ यहाँबाट तपाईँले आफ्नो कार्ड आइडेन्टिटी देखाएर चाहिँ त्यो जानु सक्नुहुन्छ। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ लेडी ड्राइभर रहेछ है। लेडी ड्राइभरले चाहिँ हामीलाई बोर्डर पार गराउनुहुन्छ। अन्त हामीले गएर हेर्नुहोस् अब चाहिँ हाम्रो नेपालको बाटो होइन, नेपाल जानुपर्छ। अन्त नेपाल एन्ट्री भएको र यहाँनिर चाहिँ साथीहरूले चाहिँ हाम्रो सोल्टीहरूले चाहिँ यहाँ 1-2जना अब बहिनीहरू आन्टीहरू देख्यो भने चाहिँ 3जनाले ल्याइदिइहाल्दो रहेछ है। त्यति चाहिँ 3जनै कुदिहाल्दो रहेछ हो, लिएर हालिदिइहाल्दो रहेछ। अन्त हामी चाहिँ फिलहाल दमक पुगेर यी साथी भाइहरूले चाहिँ हामीले खाना खाएर चाहिँ अब यहाँबाट चाहिँ जानुपर्छ है। र हामी चाहिँ अब यहाँबाट चाहिँ अफ रोड छ है बाटो चाहिँ। हामी किनकि हामी यहाँबाट दमकबाट चाहिँ उकालो आएको है। अन्त यो बाटो चाहिँ धेरै अप्ठ्यारो रहेछ। अन्त अप्ठ्यारो साथसाथै यति धेरै भ्यूहरू चाहिँ यस्तो दामी दामी रहेछ कि। अन्त हामी चाहिँ अब त्यो आधी चाहिँ माथि बसेको थियो होइन, छतमा छप्परमा। त्यो पाहाडमा त यस्तै हुन्छ। अन्त हामी पनि अब भ्यू हेर्नु लागि चाहिँ धेरै दामी दामीले गर्दा चाहिँ हामी चाहिँ माथि बसी म अरून्छ है। अन्त भ्यू हेर्दै गयौँ है। जग्गाहरू यति दामी दामी रहेछ कि हामी अब के भन्नु, जिन्दगीमा यति दामी उयो चाहिँ टुर चाहिँ भएको थिएन है। हेर्नुहोस् बाटो, यस्तो बाटो एडभेन्चरहरू त दामी हुँदो रहेछ है। हेर्नुहोस् भ्यूहरू पनि हामी बाटोमा चाहिँ हल्का खाजासाजा खायो केटाहरूले, हल्का रमपमहरू होइन। खुसी छ केटाहरू। र हाम्रो फेरि यात्रा चाहिँ जारी छ। ए सोल्टीलाई चाहिँ दसैँ लागेछ अहिले नै होइन। फाइनली हामी चाहिँ जहाँ आएको त्यहाँ आइपुग्यो होइन।
यो जग्गामा हेर्नुहोस् ट्रफी चाहिँ दामी सो अप गरेर राखिदिएको रहेछ बजार बिचमा हो अन्त फाइनली रुम पनि आइपुग्यो हामी र सबैलाई थ्याङ्क यू